जय श्रीराम। आज मिति 2082 साल माघ महिनाको 26 गते सोमबार फाल्गुन कृष्ण पक्षको अष्टमी तिथि। तारिख अनुसार 2026 फेब्रुअरी 9 तारिक। आजको सूर्योदय 6:47 भएको थियो भने सूर्यास्त 5:49 हुनेछ। आजको पञ्चाङ्ग हेर्दाखेरि आजको तिथि अष्टमी, नक्षत्र विशाखा नक्षत्र, बालकरण, वृद्धि योग, मित्र आनन्दादि युगमा मित्र योग परेको छ भने चन्द्र राशि वृश्चिक राशि परेको छ। हामी अहिले उत्तरायणमा चलिरहेका छौँ। यसै गरी शिशिर ऋतु चलिरहेको छ। सूर्य राशि मकर राशिमा भने गुरु बृहस्पति मिथुन राशिमा रहेका छन्। यसै गरी हामी अब कुरा गरौँ आजको बार बेलाको। बार बेला अनुसार हामीलाई कुन समय शुभ कुन समय अशुभ भन्ने कुराहरू यस बार बेलाबाट हामीलाई थाहा हुन्छ। बिहान सूर्योदयदेखि 8:10 यानि कि 6:47 8:10 अमृत समय रहेको छ, यानि कि शुभ समय रहेको छ। यसै गरी 8:10 9:33 काल यानि कि अशुभ समय चल्नेछ। यसै गरी 9:33 10:55 शुभ समय चल्नेछ। यसै गरी 10:55 12:18 रोग यानि कि अशुभ समय चल्नेछ। यसै गरी 12:18 बाट 1:41 उद्योग यानि कि अशुभ समय चल्नेछ। यसै गरी 1:41 3:04 समय चर यानि कि शुभ नै रहनेछ। त्यसै गरी 3:04 4:26 समय भनेको लाभ यानि कि शुभ समय चल्नेछ। त्यसका साथसाथै 4:26 सूर्यास्तको समय यानि कि 5:49 अमृत यानि कि शुभ योग चल्नेछ। यसरी एक दिनमा 8वटा बार बेलाहरू हामीले हेर्न सक्छौँ। यसै गरी रातको भने हामी यस कार्यक्रममा समावेश गर्ने छैनौँ।